हर्क साम्पाङको श्रम संस्कृति पार्टी र अरू पार्टीमा के फरक छ? के हर्क साम्पाङको श्रम संस्कृति पार्टीले अबको निर्वाचनमा स्पष्ट बहुमत ल्याउन सक्छ त? फागुन 21 को निर्वाचनपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ प्रधानमन्त्री बन्ने सम्भावना कति छ? लेनिनवाद, माओवाद, समाजवाद, मार्क्सवाद र हर्कवादमा के फरक छ? अहिलेको देशको विषम परिस्थितिलाई सम्हाल्न सक्ने क्षमता हर्क साम्पाङमा छ कि छैन? आज यिनै विषयलाई केन्द्रमा राखेर चर्चा गर्नेछौँ। नमस्कार, म प्रदीप। भिडियो अन्तिमसम्म हेर्नुहोला। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राजनीतिक दल दर्ता गरेर आफ्नो औपचारिक राजनीतिक यात्रालाई आरम्भ गरेका छन्। 2079 को निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर बने लगतै श्रमदान चलाएका हर्क साम्पाङलाई श्रमपिता भनेर पनि चिनिन्छ। खास गरी उनका समर्थकहरूले उनलाई श्रमपिता भनेर सम्बोधन गर्ने गर्छन्। धराने जनतालाई निशुल्क खानेपानी खुवाउँछु भनेर निर्वाचन जितेका हर्क साम्पाङलाई केही गर्ने अवसर र चुनौती दुवै थियो। उनी धरान उपमहानगरपालिकाको मेयर बने लगतै पानीको मुहान खोज्दै खोला र खोल्साहरूमा पुग्न थाले। उनी बजेट खोज्दै मन्त्रालय धाएनन्, बरु उनी त श्रमदाता लिएर ढुङ्गा र पाइप बोक्दै भिरपाखा डुल्न थाले। पानीको हाहाकार भएर छटपटिएका धराने जनताको श्रमदान र हर्क साम्पाङको आत्मविश्वासले अन्ततः सार्थकता पायो। 41 किलोमिटर टाढा कोकाहा खोलाबाट सुरु भएको श्रमदान 98 दिन लगाएर धरान 20 स्थित पुपुवा खोलामा पानी खसाल्न सफल भए मेयर हर्क साम्पाङ। त्यो क्षण हर्क साम्पाङ अलिकति भावुक देखिन्थे। इच्छा शक्ति भयो भने असम्भव केही छैन भन्ने कुरा मेयर हर्क साम्पाङले प्रमाणित गरिदिएका छन्। अझ रोचक कुरा के छ भने राज्यको 1 रुपियाँ बजेट खर्च नगरी श्रमदानबाटै हर्क साम्पाङले धराने जनतालाई निशुल्क रूपमा पानी खुवाएका छन्। झन्डै 4 करोड आर्थिक सहयोग, रड, सिमेन्ट, पाइप सबै जनस्तरबाट उठाएर यति ठुलो योजना सफल बनाउनु सानो कुरा थिएन। हर्क साम्पाङ यतिमै रोकिएनन्। हर्क साम्पाङले धरानलाई बेसारमा आत्मनिर्भर बनाउने सोचे। त्यसैको फलस्वरूप जन्म भयो माया धराने बेसार। माया धराने बेसार बजारमा आउने बित्तिकै यसको माग वात्तै बढ्यो। सामाजिक सञ्जाल प्रयोगकर्ताले माया धराने बेसारको प्रमोसन गरे लगतै देशैभरिबाट र विदेशबाट पनि माया धराने बेसारको माग बढ्दै गएर अहिले त्यो कम्पनी नाफामा छ। नेपाली उत्पादनलाई जोड दिँदै आत्मनिर्भरतर्फ उन्मुख धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ आएपछि विकासको बाढी नै आयो। हर्कले श्रमदानबाटै हजारौँ फलफुल रोपे, लाखौँ रुख रोपे। त्यति मात्रै होइन, हर्क साम्पाङले श्रमदानबाटै श्रम संस्कृति पार्कको निर्माण गरे, जुन अहिले धरान उपमहानगरपालिकाको आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्छ। शनिबारलाई श्रमबार घोषणा गरेका हर्क साम्पाङ एसीमा बसेर कालो सिसा भएको हाइलक्समा कहिल्यै घुमेनन्। बरु उनी त झुत्रे झाम्रे भएर श्रमदाताहरूसँगै माटोमै रमाए। यसैले उनको पूर्वमा राम्रो जनसमर्थन छ। जनताले तिरेको करबाट बनेको सडक, विद्यालय, अस्पताल जस्ता सार्वजनिक सम्पत्तिहरू मैले बनाएको भन्दै नाक फुलाउने नेताहरूको बीचमा हर्क साम्पाङ धेरै फरक देखिन्छन्। रङ्गशालाको लाइट कसले हालेको भनेर क्रेडिट लिन लडिरहेका झोलेहरूले हर्क साम्पाङबाट ट्युसन पढ्न जरुरी छ। मैले धराने जनतालाई पानी खुवाएँ भनेर भन्न हर्क साम्पाङले छाती पिटेर मिल्छ, किनकि त्यो सबै उनको मेहनतले सफल भएको थियो। राज्यको बजेटबाट सार्वजनिक संरचना बनाएर आफ्नै गोजीबाट बजेट दिए जसरी मैले बनाएँ भन्ने नेताहरूको नाक हर्क साम्पाङले बिना हतियार काटिदिएका छन्। हर्क साम्पाङ सरल छन्, सहज छन्। उनी तडक भडक गर्दैनन्। भुइँको कुरा गर्छन्, भुइँ मान्छेको कुरा गर्छन्। देशको माटो सुहाउँदो राजनीति गर्छु भनेर खुल्ला मैदानमा आएका हर्क साम्पाङ प्रतिपक्ष अथवा विपक्षले सोचे जस्तो कमजोर भने पक्कै छैनन्।
हर्क साम्पाङका नराम्रा पक्ष पनि छन्। हर्क साम्पाङलाई जातिवादी नेता पनि भन्ने गर्छन्, कतिपयले त उनलाई पास्टर पनि भन्ने गर्छन्। मान्छेका असल र खराब दुवै गुण हुन्छन्। भगवान् त एउटाले नपुगेर हजारौँ बनाएका छौँ हामीले, हर्क साम्पाङ त मान्छे हुन्। हर्क साम्पाङको विचारसँग तपाईँ र मेरो विचार नमिल्नु सामान्य कुरा हो। तपाईँको र मेरो पसिनाको गन्ध त मिल्दैन, विचार कसरी मिल्छन्? हर्कको श्रम संस्कृति पार्टीले नेपालीको मन जित्न सकोस्, देशवासीको भविष्य कोर्न सकोस्, गरिब र भुइँ मान्छेहरूको आवाज बोक्न सकोस्। माटोमा फ्याँकेको बिउ उम्रेर फलेको अन्नले घरको भकारी भोरे जस्तो माटोमा हालेको भोटले देशको भकारी भरोस्। सञ्जालमा दिने अभिव्यक्तिलाई अलिकति सन्तुलनमा राखेर सबैलाई मित्रवत ढङ्गले व्यवहार गर्दै जाने हो भने हर्क साम्पाङ प्रधानमन्त्री नबन्लान् भन्न सकिँदैन। नयाँहरूको लडाइँ एउटै हो, सुशासन। बालेन, हर्क, कुलमान, रवि एकअर्कामा लड्ने होइन, बरु बालेन, रवि, हर्क, कुलमानहरू एकै ठाउँमा उभिएर प्रचण्ड, ओली र देउवा विरुद्ध एकजुट भएर लड्नुपर्छ।